दुई चाक रोटी खानको लागि मान्छेको गाली सहेर कुरा सहेर काम गर्नुपर्छ। मैले कहिले पनि सोचेको थिइनँ कि म यस्तो रम्बलवाला ठाउँमा आएर काम गर्छु। जिन्दगीमा सधैँ नसोचेको मात्रै पुरा हुन्छ। दुःखको कुरा गर्दै गरौँला अब चाहिँ हाम्रो लेबर दिनतिर चल्दै हालौँ। म चाहिँ बिहान उठेर फ्रेस भइसकेर त्यसपछि फेरि म चाहिँ ल्यापटप गर्न थालेँ होइन, यसो भिडियो हेरौँ भनेर आज नसोधेको। त्यसपछि फेरि म ड्रेसेस लगाएर कामतिर चल्दै हालेर वासरुममा जाने बित्तिकै यसो म फान्दिएँ चाहिँ गर्दा हगिरहेको रहेछ। त्यसपछि फेरि हामी चाहिँ अफिस सफा गर्न गयौँ। अफिस सफा गर्ने क्रममा त्यसपछि फेरि हामी एउटा अफिस सफा गरेपछि फोहोर कपडा धोएर फेरि क्लिनिक सफा गर्नतिर लाग्यौँ। क्लिनिकमा चाहिँ कोही पनि थिएन, सब बाहिर गइसकेको थियो। त्यसपछि काम सकेर आयो चाहिँ दाइ चाहिँ बासी रोटी खान थाल्यो र म चाहिँ बिहान खासै खाजा खाँदिनँ। दाइलाई यसो हेर्नु बसेर यसो भिडियोमा दाइलाई खाजा खाएको देखाऊँ भनेको, मलाई किन देखाएको भने यस्तो हेऱ्यो। त्यसपछि फेरि यो मान्छे आएर भन्छ किन भिडियो बनाउँछ यसले, यो भिडियो बनाएर के काम यताउति भन्दै यसो औँला सौँला देखाउने यता गरेँ। म झन् ल यही हाल्छु नि ल हाल्दै मलाई बाल्छन् त्यस्तो भन्दै थियो। त्यसपछि फेरि हामी रुम सफा गर्न गयौँ। झ्याल धेरै फोर्छ, झ्याल सफा गराइ हुँदैन भनेको थियो चान्दिले। हामीले अगाडि पछाडि भित्र बाहिरबाट सबै सफा गरेर रुम पनि सफा गरेर हामी चाहिँ निक्ल्यौँ। मलाई चाहिँ एकछिन गाडा राखिदियो यो दाइले, अनि यसो रमाइलो लाग्यो। लड्ला जस्तो भए चाहिँ म ओर्लेर दाइलाई पठाइदिएँ। हामी चाहिँ बस्दैछौँ, दाइ चाहिँ भेप लिएर आएर आऊ ब्लग बनाऊ भन्दै हुन्थ्यो। त्यसपछि फेरि ठ्याक्कै पानी गाडी आइहाल्यो। पानी गाडी चाहिँ हप्ता 2 हप्तामा 2-3 चोटि आइरहेको हुन्छ र यो हामी पानी चाहिँ अफिसमा मान्छेहरूको लागि पिउनको लागि उतार्छौँ क्या 2 ठाउँमा। अनि त्यसपछि अफिसको लागि मात्र नभएर पनि हामीले चाहिँ के गर्छौँ भने पानी यहाँ उतार्छौँ, खाली बोतल हाल्छौँ। अनि त्यसपछि फेरि हाम्रो उता नर्मल क्याम्पको मान्छेहरूको लागि भनेर उतार्न जान्छौँ। हामी चाहिँ त्यही पानीको गाडीमा चढेर गयौँ र अनि त्यो चाहिँ स्टोर भन्नाले रुम छ एउटा, त्यहाँ पानी हाल्छौँ हामी। त्यहाँ लगभग 160-70 वटा भन्दा बढी हाल्छौँ। त्यसपछि फेरि त्यहाँबाट मेसमा पनि हाल्न जानुपर्छ। चाइनिज मेस छ र अर्को जनरल मेस मतलब नर्मल मेस छ नि त त्यसमा। अनि त्यसपछि खाली बोतलहरू पनि टन्नै थियो। खाली बोतलहरू यताउति सबै गरेर लगभग बाहिर अफिसहरूको लागि त्यहाँ भने लगभग 240 देखि 50 वटा उतार्यो। 20-25 वटा मेसमा पनि उतार्यो। रुममा पुगेको त यसो हेरेको दोस्त रहेछ सरसामान सबै, अनि किन रहेछ भनेको त गर्मीले गरेर यसो पाएको बेला एक टर्को एसी हालिदिइहालेछ लुकाएर। फेरि एउटा जुनियर रुम सफा गर्न बोलाइहालेछ। त्यसपछि 4 जना मिलेर मजाले सफा गऱ्यौँ। त्यो पानी सानी हालेर त्यसपछि टक्क लगाएर त्यहाँ बेडसिट सबै मिलाएर हामी चाहिँ सबैजना रुमतिर लागेँ। म चाहिँ रुम पुगेर मजाले सुतेँ। एकछिन एसी पनि लागिसकेको थियो, मजाले चिसो हावा खाँदै आफ्नो बेडसिट मिलाएर सुतेँ। त्यसपछि फेरि ड्युटी आएँ। ड्युटी आएपछि पनि खासै काम थिएन, बसिराख्यो। लास्टै गर्मी थियो, भित्र बस्दा जाउ लाग्यो। त्यसपछि 2-3 घन्टा टाइम बित्यो। अनि त्यसपछि म चाहिँ यता वासरुम हेर्न गएँ। वासरुम पनि हल्का फोहोर रहेछ। त्यसपछि पानी सानी हाने, यसो सेल्फी भिडियो बनाएर त्यसपछि यसलाई मफ हाने। किनभने आजको लागि भिडियो यति नै। मन पऱ्यो भने लाइक सेयर चाहिँ गरिदिनु, सेयर चाहिँ धमाधम गरिदिनु होला, सेयर धेरै गरिदिनु होला। बाई बाई गर्दै यसो भिडियो देखाएँ होइन, सेयर मजाले गरिदिनु होला। बाई बाई फेरि भेटौँ होला, बाई।